नमस्ते, म डक्टर दीपक मल्ल। धेरैजना मधुमेहका बिरामीहरूले मलाई एसएमएस अनि त्यसपछि मेसेन्जरमा, टिकटकमा, इन्स्टाग्राममा मेसेजहरू गरिराख्नु भएको छ। कतिपय कुराहरूलाई मैले एकैचोटि जवाफ दिन सक्दिनँ। त्यही भएर आज एउटा सानो सानो कोसिस गर्दैछु। हामीले मधुमेहका बिरामीहरूले प्रायः सोध्ने प्रश्नहरू के हुन्, सायद त्यो खानपानको विषयमा होस्, चाहे त्यो लाइफस्टाइलको विषयमा होस्, मेडिसिनको विषयमा, इन्सुलिनको विषयमा, त्यसलाई मोनिटरिङ कसरी गर्ने, रिपोर्टको विषयमा, हैन, बडी वेटको विषयमा, स्ट्रेस, स्लिपको विषयमा, दैनिक तपाईँले गर्नुपर्ने कामहरू के हो, डेली लाइफको विषयमा र यसलाई प्रिभेन्ट कसरी गर्ने, चुरोट, रक्सी, यो सामाजिक सञ्जालहरू समाजमा कसरी भिज्ने भन्ने कुराहरू र कोही बेला यो अल्टरनेटिभ मेडिसिन भनेको के हो, हैन, लोकल मेडिडिज भनेको के हो, रेमिडिज भनेको के हो र अलिकति कस्ट प्र्याक्टिकल कुराहरू के हुन्छन् भनेर हामी कुरा गर्नेछौँ र अलिकति कम्प्लिकेसनको विषयमा नि केही न केही छुनेछु र बिरामीहरूले सोध्ने प्रश्नहरू यहाँ मैले एकमुष्ट बनाएको छु। पहिलो प्रश्न छ, डाक्टर के म भात खान पाउँछु कि पाउँदैन? हामी नेपालीहरूको प्रायः जसोमा मैले अहिले चाहिँ फेरि खानपानलाई दोष धेरै दिँदिनँ, किनभने हाम्रो खानपान भन्दा पनि ठुलो कुरो भनेको चाहिँ मानसिक तनावसँग, एक्सर्साइजसँग, आफूले वेल बिइङसँग चाहिँ सुगर एकदम रिलेटेड छ। भात खान हुन्छ कि हुँदैन, भात खानै पर्छ भन्ने छैन, तर भातको सट्टामा रोटी, च्याख्ला, ढेँडो फेरि धेरै धेरै खाएर हुँदैन। हामी बिरामीलाई के भन्छौँ भने थोरै 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 खानेकुरा धेरै पटक खानुहोस्। एक्कासी धेरै भात धेरै खायो, दिउँसभरि केही पनि खाएन, भरे बेलुका फेरि धेरै खाने होइन। तपाईँले आफ्नो खानालाई मिलाएर खानुहोस्, थोरै 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 गरेर खानुहोस्। तर भातमा चाहिँ तपाईँको कार्बोहाइड्रेट धेरै हुन्छ, त्यसले सुगरको स्पाइक लिन सक्छ। त्यही भएर भात चाहिँ कमै खाने हो। तपाईँको खानाको थालमा भात कम हुनु पर्यो, सागसब्जीहरू ज्यादा हुनु पर्यो, सलादहरू ज्यादा हुनु पर्यो र झोलिलो कुराहरू हुनु पर्यो। मैले धेरैजना बिरामीलाई भन्छु कि डाक्टर साहब मलाई मात्र मन परेर के गर्ने, घर परिवारलाई मन पर्दैन भन्नुहुन्छ कि झोलिलो कुराहरू खानु भन्दाखेरि चाहिँ होइन, अरूलाई सबैलाई सुक्खै मनपर्छ, त्यही भएर हामी चाहिँ घरमा दाल थोरै खान्छौँ, तरकारी खान्छौँ, तर झोलिलो कुराहरू खानु हो भने तपाईँलाई सहयोग गर्छ। अर्को प्रश्न छ, कति भात खान मिल्छ, दिनमा कति पटक? थोरै 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 धेरै पटक खानुहोस्। चामल, चिउरा चामल नगर्नुहोस्, किनभने चिउरा भनेको पनि चामलै हो, त्यसलाई कुटेर राखेको हुन्छ। केही मात्रामा कम बढाउला चामलले भन्दा, तर सबै कुरा चामल एउटै हो। खानेकुरालाई 6 बजे, 9 बजे, 12 बजे, 3 बजे, 6 बजे, 9 बजे गरेर मिलाएर खानुहोस्। तर धेरैजसो बिरामीहरूले चाहिँ आफ्नो पूजापाठ गर्ने भएको हुनाले बिहानको खाना चाहिँ अलिकति ढिलो गर्नुहुन्छ। मधुमेहका बिरामी लामो समयसम्म भोको पेट नबस्नु होला। बरु सुगर अलिकति हाई होस्, केही फरक पर्दैन, तर सुगरलाई लो चाहिँ राख्न मिल्दैन। चिनी पुरै छोड्नुपर्छ कि अलिअलि खान मिल्छ भन्नुभएको छ। चिनी सकेसम्म खाँदै नखानुहोस्, तर आफूलाई एकदमै लत पर्यो, खाने मन लाग्छ भने पनि चिम्टीको पनि आधी चिम्टी चिनी राखेर खानुहोस्। चिनी तपाईँको ज्यागरी अथवा मह अथवा खुदो, यो सबै कुराहरू एउटै हो, सबै कुराले सुगर बढाउँछ। त्यही भएर यो कुराहरूले तपाईँले आफ्नो प्राथमिकतामा कहिले पनि नराख्नु र। अर्को प्रश्न छ, फलफुल खान मिल्छ? कुन फलफुल खान मिल्छ, नमिल्ला? फलफुलहरूमा स्याउ, सुन्तला, जुन्दारा मौसमहरू मिल्छ। जुन फलफुलको जिआई इन्डेक्स, ग्लाइसेमिक इन्डेक्स एकदमै कम हुन्छ, त्यो खानेकुराहरू हामीले खान मिल्छ अथवा फलफुलहरू खान मिल्छ। स्याउ, सुन्तला, जुन्दारा मौसम। तर मेवा, खरबुजा, आँप, भुइँकटर, रुखकटर, यो फलफुलहरूको ग्लाइसेमिक इन्डेक्स हाई हुन्छ। ग्लाइसेमिक इन्डेक्स भनेको जसले सुगर सट्टै बढाउँछ, पिकमा ल्याउँछ, त्यस्तो किसिमको फलफुलहरू नखानुहोस्। तर थोरै थोरै खाँदा केही पनि हुँदैन। सबैले खाने बेलामा आफूलाई पनि खान मन लाग्छ, तर लापरवाही गरेर आफै खानु पायो भने 3टा 4टा 5वटा आँप नखानु, टुक्रा टुक्रा मिलाएर खानु होला। अरू कुरा, केराको विषयमा ठुलो केरा छ भने आधी खानुहोस्, सानो सानो केरा छ भने सिङ्गलाई खाइदिन्छ, तर दिनमा एक पटक मात्र। अर्को प्रश्न हो, चिया कसरी खाने? चिनी बिना पिउनै गाह्रो भयो। ठिक छ, चिया भनेको आफ्नो परिवारसँग बसेर दिनमा एकपटक आफ्नो फ्यामिलीसँग बसेर टेबलमा बसेर आजको दिनलाई हामीले कसरी राम्रो बनाउन सकिन्छ, कसरी सुरुवात गर्ने भनेर बाबा, छोरा, छोरी, नाति, नातिना सबैजना बसेर टेबलमा बसेर 1 कप चिया पिउने हो। तर कोही बेला हाम्रो नेपालीको बानीमा चाहिँ 1 कप होइन कि 10 कप पनि हुनसक्छ। रामलाई भेटे पनि चिया, श्यामलाई भेटे पनि चिया, सीतालाई भेटे पनि चिया, गीतालाई भेटे पनि चिया, अर्को लक्ष्मीलाई भेटे लक्ष्मीलाई चिया। यसरी आफ्ना साथीभाइ र इष्टमित्रहरू भेट्दा चिया खाने चलन छ, त्यो चाहिँ नगर्नु होला। दिनमा 1 कप चिया खानुहोस्, चिटिक्कको खानुहोस्, गुलियो नहालेको सकेसम्म, हाल्नै नै परेछ भने पनि अघि मैले भने जस्तो
चिम्टीको नि आधी चिम्टी है त। राति भात खान मिल्छ कि रोटी राम्रो भन्नुहुन्छ। अघि पनि मैले भने भात खान्न भनेर रोटी 2टा 4टा 5वटा 6वटा खान मिल्दैन। धेरैजना मधुमेहका बिरामीहरू डाक्टर मैले भात खान्न तर रोटी चाहिँ 4टा खान्छु भन्नुहुन्छ। त्यसो गर्नु हुँदैन। भातको सट्टा रोटी खाए पनि रोटी कमै खानु पर्यो। तपाईँलाई रोटीले कोही बेला ग्यास्ट्रिक गराउन सक्छ। ग्यास्ट्रिकको बिरामीहरू हुनुहुन्छ भने रोटी नखानुहोस्, किनभने उहाँलाई रातभरि त्यो अमिलो पानी आएर पेट पोलेर सुत्न अप्ठ्यारो भयो भनेर बिरामीहरूले हामीलाई भन्नुहुन्छ। त्यसैले बरु भातै खानुहोस् तर थोरै खानुहोस्। ओके, अर्को एउटा हामी कन्टेस्टमा जाऊँ। पर्खौँ त्यो एकछिन म यहाँ प्रश्न। ओके, कति समय हिँड्नुपर्छ? कति समय हिँड्नुपर्छ? धेरैजना बिरामीहरूलाई मैले के भन्छु भने आफूले आफूलाई निचोरेर नराख्नु। सुगर बढेछ भन्नेमा 2 घन्टा 3 घन्टा 4 घन्टा हिँड्ने होइन। बिरामीहरू अत्याधिक मात्रामा चाहिँ हिँडिदिनुहुन्छ कि त्यसले गर्दाखेरि लल्याङ लुलुङ भएर आउनुहुन्छ, मतलब ढले ढले भनेर आउनुहुन्छ कि त्यसो गर्न मिल्दैन। हप्तामा 5 दिन 45 मिनटको वक जानुहोस्। हिँड्न सक्नु भएन भने रोक्नुहोस्। हिँड्नै पर्छ 45 मिनट भएर 45 मिनट पुर्याउनै पर्छ भन्ने छैन। 15-20 मिनटमै थाक्नु भयो भने बस्नुहोस्, फेरि हिँड्नुहोस्। अथवा बिहान 15-20 मिनट हिँड्नुहोस्, बेलुका 15-20 मिनट। तर आफूले आफूलाई गाह्रो नबनाउनुहोस्। घरमा बाबाआमाहरू बुढाबुढीहरू हुनुहुन्छ, 80-90 वर्षको हुनुहुन्छ, 75 वर्षको हुनुहुन्छ, उहाँहरूलाई किन नहिँडेको भनेर प्रश्न नगरोस्। उहाँले सक्नुहुन्न। सक्ने त उहाँहरूले गरिसक्नु भयो, त्यही पनि 5 मिनट 10 मिनट आफ्नै कौसीमा घरको वरिपरि दायाँमा हिँड्नु होला। तर हिँड्छु नै भनेर लड्ने गरी हिँड्ने, बेहोसै हुने गरी हिँड्न चाहिँ हिँड्नु पर्दैन है त। बिहान हिँड्न राम्रो कि बेलुका? प्रश्न छ। बिहान हिँड्ने पनि हुन्छ, बेलुका हिँड्ने पनि। तपाईँको फुर्सद कहिले छ? दिउँसो फुर्सद छ भने दिउँसो हिँड्ने पनि हुन्छ। जमिन यही हो, खुट्टा यही हो, तपाईँ नै हो भनेपछि तपाईँलाई कुनै पनि समयको ऊ छैन। आफ्नो फुर्सद जहिले छ तहिले हिँड्ने हो। घरको कामले एक्सर्साइज पुग्छ त भन्नुभएको छ। घरको कामले प्रायः जसोलाई एक्सर्साइज पुग्दैन, किनभने घर भनेको एउटा सानो हुन्छ। किचनमा, बाथरुममा, वासरुममा अथवा आफ्नो सुत्ने कोठाहरू मिलाउँदा डाक्टर म त दिनमा 5 पटकदेखि 10 पटक माथि 5 तलासम्म तलमाथि गर्छु भन्नुहुन्छ। त्योभन्दा राम्रो चाहिँ सम्ममा हिँडेको राम्रो हुन्छ। त्यही भएर घरको कामलाई तपाईँले एक्सर्साइज भनेर नभन्नु। तर कोही बेला तपाईँलाई अलिकति गाह्रै कामहरू गर्नुपर्ने छ, धेरै नै थकित हुनुभएको छ भने, घरको कामले तपाईँ थाक्नु भएको छ भने एक्सर्साइज गरेर फेरि पनि तपाईँ थाक्न चाहिँ पर्दैन। किनभने तपाईँलाई हामीले लाइफस्टाइल जोगाइदिने हो, तपाईँको लाइफस्टाइल राम्रो बनाइदिने हो, तपाईँको शरीरमा तपाईँको फ्यामिलीमा कुनै किसिमको सकारात्मक सोच आओस् भनेर हामीले तपाईँलाई अगाडि बढाउने हो। जिम जानै पर्छ त भन्नुभएको छ। जिम जानु पर्दैन। तपाईँले आफूले सबभन्दा राम्रो एक्सर्साइज भनेको चाहिँ हिँड्ने हो। दिनमा 45 मिनट कसेर हिँड्नुभयो भने तपाईँलाई पुग्छ, धेरै गर्नु पर्दैन। फास्टिङ बस्न मिल्छ भन्नुभएको छ। यो धेरैजना आमाहरूले अथवा फिमेलहरूले सोध्ने गर्नुहुन्छ। मधुमेहका बिरामीहरू सकेसम्म फास्टिङ नबस्नुहोस्, किनभने तपाईँले औषधि खानुपर्छ। तपाईँको खानपिन तपाईँलाई चाहिन्छ, तपाईँले सन्तुलित आहार चाहिन्छ। त्यही भएर मैले चाहिँ बिरामीलाई फास्टिङ बस्नु भनेर कहिले पनि सल्लाह दिन। फास्टिङ बस्नै परेछ भने पनि एकचोटि आफ्नो चिकित्सकसँग कुन चाहिँ औषधि खाने, कुन चाहिँ औषधि नखाने भनेर सल्लाह चाहिँ दिनु होला है त। अब हामी अलिकति अर्को कन्टेक्स्टतिर आयो, मेडिसिन र इन्सुलिनको विषयमा धेरै प्रश्नहरू छन्। त्यही भएर मैले अलिअलि गरिरहेको छु। औषधि कति दिन खानुपर्छ? जीवनभरि हो भन्नुभएको छ। यो सबैले सोध्नु प्रश्न हो। डाक्टर साहब मैले औषधि सुरु गरिहालौँ त, किनभने सुरु गरिहालेपछि तपाईँले अन्त्य हुँदैन यसको भनेर मान्छेको सोचमा छ। तपाईँले आफ्नो चिकित्सकसँग राम्रो सल्लाह लिएर तपाईँको सुगर कन्ट्रोल भइसकेको छ भने तपाईँले सबै कुराहरू सानो डोजको औषधि खानुभएको छ, चुरोट सुर्ती जाँड रक्सी छोडिसक्नु भएको छ भने भोलिको दिनमा गएर तपाईँको हामीले औषधि बन्द गर्न सक्ने दिन पनि आउँछ। त्यही भएर जिन्दगीभर खानुपर्छ भन्ने होइन, तर राम्रो कुरा हो तपाईँले औषधि सुरुमै उपचार पाउनु भएको छ। राम्रो उपचार पाउनु भएको छ भने भोलिको दिनमा गएर तपाईँलाई राम्रो हुने वातावरण पनि तपाईँलाई मिल्न जान्छ। त्यही भएर औषधि खान्न चाहिँ नभन्नुहोस्। डक्टरको सल्लाह अनुसार सुरुमै औषधि सुरु गरिहाल्नुपर्छ भन्ने पनि छैन, तर रिपोर्ट अनुसार हुन्छ, A1C को अनुसार हुन्छ। अर्को प्रश्न इम्पोर्टेन्ट छ, इन्सुलिन सुरु गरेपछि कहिल्यै पनि बन्द हुँदैन हो भन्नुभएको छ। यो एकदमै गलत धारणा हो। इन्सुलिन भनेको बन्द नहुने गरी अथवा तपाईँलाई अन्तिम अवस्था भनेर हामीले दिने होइन। इन्सुलिन भनेको उपचार हो। इन्सुलिन भनेको कुनै पनि किसिमको दण्ड, तपाईँले धेरै कुरा पाप गर्नुभयो भनेर दिएको होइन। तपाईँको उपचार हो, तपाईँलाई राम्रो होला, भोलिको दिनमा गएर आँखा, मुटु, मृगौला, खुट्टा नसाहरू जोगिएला भएर दिने हो। त्यही भएर इन्सुलिन सुरु गरेपछि बन्द हुन्छ। कोही बेला हामीले
1 हप्ता 2 हप्तालाई मात्र पनि इन्सुलिन चलाउनु पर्ने हुन्छ। तपाईँको आँखाको अपरेसन, पित्तथैलीको अपरेसन, ढुङ्गाको अपरेसन, चोटपटक लागेको बेलामा अथवा अस्पतालमा भर्ना भएको बेलामा अथवा ज्वरो आएको बेलामा त्यस्तो बेलामा चलाउने इन्सुलिन हुन्छ। त्यही भएर इन्सुलिन चलाइहालेछ भने पनि लङ टर्म हुँदैन। कोही बिरामीहरूले आफैले पनि डाक्टर साहब मलाई त औषधि खानुभन्दा इन्सुलिन लगाउन एकदम सजिलो भयो भनेर पनि भन्नुहुन्छ। त्यही भएर आफ्नो चिकित्सकसँग राम्रोसँग सल्लाह गर्नुहोस्। ट्याब्लेटबाट इन्सुलिनमा जानु भनेको रोग बिग्रिएको हो, छिप्पिँदै गएको भन्नुहुन्छ। रोग तपाईँको A1C बढ्दै गयो, फास्टिङ पिपी बढ्दै गयो, आँखामा समस्या आयो, मृगौलामा समस्या, खुट्टाहरूमा समस्या आयो भने इन्सुलिनले राम्रोसँग सुगर कन्ट्रोल हुने भएको हुनाले इन्सुलिन सुरु गरेको। तर औषधिले हुँदै नभएर इन्सुलिन सुरु गर्ने चाहिँ होइन। तर 3टा 4टा 5वटा 6वटा औषधि चलाएको छ भने त्यस्तो बिरामीको सुगर कन्ट्रोल छ भने इन्सुलिनमा गएको राम्रो हुन्छ। किनभने औषधि किन्ने पैसाले इन्सुलिन आउँछ र इन्सुलिन लगाइसकेपछि तपाईँको नम्बर अफ औषधि तपाईँको घट्न पनि सक्छ। त्यही भएर इन्सुलिन भनेको पाप अथवा तपाईँलाई दण्ड दिएको होइन, यो तपाईँको जीवनशैलीमा परिवर्तन ल्याउनलाई सहयोग गर्ने एक किसिमको उपचार हो। औषधि खान थालेपछि किन अझै सुगर हाई छ? औषधि मात्र उपचार होइन। औषधिभन्दा ठुलो कुरो तपाईँको आफ्नो वातावरण मिल्नुपर्छ, आफ्नो घरभित्रको वातावरण, कामको वातावरण, मनभित्रको वातावरण। यो सँगसँगै तपाईँलाई एक्सर्साइज गर्नुपर्छ, मानसिक तनाव एकदमै कम लिनुपर्छ। दिनमा 45 मिनटदेखि लिएर 60 मिनटको एक्सर्साइज चाहिन्छ। मानसिक तनाव एकदमै कम लिनुपर्छ। खानपान चामल कम, सागसब्जी ज्यादा, सलादहरू ज्यादा, झोलवाला तरकारी खानुपर्छ र यो सँगसँगै तपाईँको बल्ल सुगर कन्ट्रोल हुन्छ। तर औषधि खाएछु भनेर ढुक्क भएर चाहिँ कहिले पनि नबस्नु होला। अर्को हामी सेक्सनमा जाऊँ, मोनिटरिङ एन्ड रिपोर्ट कसरी गर्ने त होइन। सुगर कति भए राम्रो मानिन्छ? सुगरलाई निचोरेर 60-70मा राख्नु हुँदैन। सुगरलाई फास्टिङ सुगर तपाईँको 140 भन्दा कम राख्नुहोस्, 120 को हाराहारीमा राख्नुहोस्। पिपी चाहिँ तपाईँको 180 को हाराहारीमा राख्नुहोस्, तर 300-400 होइन। त्यही भएर दुईटै कुरालाई तपाईँले खुम्च्याएर राख्यो भने झन् सुगर लो हुन्छ। सुगर हाई हुनु बरु राम्रो, तर सुगर लो हुनु नराम्रो। किनभने सुगर हाई हुँदाखेरि तपाईँहरू अफिससम्म आउन सक्नुहुन्छ, तर सुगर लो भएको बेलामा चाहिँ ढल्ने, चिचिर पसिना आउने, आँखा खोल्न गाह्रो हुने, गुहार माग्न गाह्रो हुने, पसिना आउने, लल्याङ लुलुङ हुने, हिँड्न नसक्ने अवस्था पनि आउन सक्छ। तर यस्तो बेलामा चाहिँ तपाईँलाई के भन्छ अरे सुगर चाहिँ कति भएको राम्रो होइन, सुगरलाई कन्ट्रोलमा भएको राम्रो। 120, 140, 150 ठिक छ। A1C तपाईँको 7 सम्म ठिक छ। ओल्ड एजको हुनुहुन्छ, तपाईँको 75 वर्ष 80 वर्षको हुनुहुन्छ भने तपाईँको सुगर 200 को हाराहारीमा राख्यो भने केही फरक पर्दैन। तर सुगर लो भएर तर तपाईँ अफिसमा हुनुहुन्छ, तपाईँको घरमा तपाईँको बाबाआमाको सुगर लो भएर ढलेको भन्ने समाचार सुन्न नपरोस्। यस्तो बेलामा HbA1c लेभल 8 भन्दा कम राख्यो हुन्छ। 9, 10, 11, 12 पुर्याउनु भएन। फास्टिङ र पिपी कुन बढी इम्पोर्टेन्ट भन्नुभएको छ? यो दुईटै इम्पोर्टेन्ट छ। फास्टिङ पनि इम्पोर्टेन्ट छ, पिपी पनि इम्पोर्टेन्ट छ, HbA1c पनि इम्पोर्टेन्ट छ, लिपिड प्रोफाइल पनि इम्पोर्टेन्ट छ, कोलेस्ट्रोलको, किडनी पनि इम्पोर्टेन्ट छ, पिसाबको जाँच पनि, सबैको आफ्नो आफ्नो भ्यालु छ। त्यही भएर सबैले हामीले ठाउँमा राख्नुपर्छ। आँखा धमिलो भएको छ, पिसाबमा फिज बगेको छ, किडनीमा हल्का किसिमको समस्या आएछ भने तपाईँले चिकित्सकलाई भेट्नुहोस्। याद गर्नुहोस्, मधुमेह भनेको सुगर हाई मात्र होइन, मधुमेह भनेको किडनी र मुटुको रोग पनि हो। त्यही भएर फास्टिङ, पिपी, A1c कुन चाहिँ राम्रो भन्दाखेरि पनि सबै राम्रो चाहिन्छ। HbA1c भनेको के हो? HbA1c भनेको तपाईँको हेमोग्लाइकेटेड हेमोग्लोबिन भन्छ। यसमा चाहिँ तपाईँको ग्लाइकेटेड हेमोग्लोबिन भन्छ। यसमा चाहिँ तपाईँको 3 महिनाको सुगरलाई यसले एभरेजमा निकालिदिन्छ। यो एकदम इम्पोर्टेन्ट मार्कर हो। तपाईँको आज खाएको खानाले भोलि पर्सिको सुगर बढ्न सक्छ। तर हामीले हेर्ने बेलामा तपाईँको फास्टिङ पिपी एकदम हाई आयो, तर A1c नर्मल आउनुको मतलब चाहिँ गएको दिनमा 1-2 दिनमा तपाईँको खानेकुरा बिग्रेको भन्ने कुरो हामीलाई थाहा हुन्छ। तर कोही बेला तपाईँको A1c चाहिँ एकदमै हाई तर फास्टिङ पिपी एकदमै लो आएको मतलब चाहिँ 1-2 दिनमा तपाईँले खानेकुरा कम खानुभयो। डक्टरलाई भेट्ने भनेपछि तपाईँहरू आत्तिनुहुन्छ अनि खानेकुरै कम खानुहुन्छ। त्यस्तो बेलामा A1c हाई र फास्टिङ पिपी कम आउन सक्छ। घरमै सुगर राख्ने मेसिन किन्नै पर्छ भन्नुभएको छ। किनेर राखेको राम्रो, तर यसलाई पैसा पर्छ, 3,000-4,000 रुपियाँ पर्न सक्छ। तर आफूसँग भयो भने कोही बेला सुगर लो भएको बेलामा अथवा सुगर हाई भएको बेलामा र तपाईँलाई कुनै बेला भोज खान जान मन लाग्यो, सुगर नापेर गयो होइन, अलिकति लो छ भने गएर रमाइलो पनि गर्नुहोस्। तर सुगर हाई छ भने त्यहाँ गएर खानेकुरा चाहिँ तपाईँले छान्नुपर्छ।
यो खानेकुरा मेरो लागि हो, यो खानेकुरा मेरो लागि होइन भनेर आफूले थाहा पाउनु पनि एकदमै जरुरी छ। रिपोर्ट फरक फरक किन आउँछ? रिपोर्ट फरक फरक आउनै पर्छ। हरेक दिनमा तपाईँको रिपोर्ट अलग अलग हुन्छ, किनभने तपाईँको हरेक दिन अलग अलग हुन्छ। कुनै दिन तपाईँ एकदम खुसी हुनुहुन्छ, कुनै दिन एकदमै बेखुसी हुनुहुन्छ, कोहीसँग चर्को बोली गर्नुपर्ने हुन्छ, कोहीसँग नरम बोली गर्नुपर्ने हुन्छ। यो सबै कुरा नमिल्नाको कारणले रिपोर्ट फरक फरक आउन सक्छ, अथवा एउटा औँलाबाट जाँचेको रिपोर्ट अर्को औँलाबाट जाँच गर्दाखेरि पनि फरक आउन सक्छ। त्यही भएर रिपोर्ट कस्तो आएको छ आफ्नो चिकित्सकलाई लगेर देखाउनुहोस्, बल्ल रिपिट गर्नुहोस्, तर पैसा खर्च गर्ने काम कहिले पनि नगर्नु होला। अर्को कुरा स्ट्रेस स्लिपको विषयमा पनि प्रश्न आएको छ। तनावले सुगर बढाउँछ? एकदमै बढाउँछ। तपाईँ राति सुत्नु भएन, तपाईँलाई मनभरि कुराहरू खेल्यो, मनभरि पिर्छ भने चाहिँ तपाईँको शरीरमा एउटा कोर्टिसोल नामक हर्मोन हुन्छ। त्यो कोर्टिसोल नामक हर्मोन र एड्रेनालिन नामक हर्मोनले तपाईँको सुगर बढाइदिन्छ, जसले गर्दाखेरि तपाईँलाई झन् तनाव हुन्छ र तपाईँको खानपान मिल्दैन। तपाईँले जाँड रक्सी चुरो सुर्ती खाने बानी छ भने ज्यादा खानुहुन्छ, एक्सर्साइज गर्नुहुन्न, जङ्क फुडहरू खानुहुन्छ, त्यसले गर्दाखेरि तपाईँको सुगर बढ्छ। अर्को प्रश्न छ, निन्द्रा कम हुँदा असर गर्छ? पक्कै पनि अहिले भर्खर हामीले कुरा गऱ्यौँ। ननिदाउँदाखेरि र निदाउँदाको अवस्थामा आफैले हेर्नुभएछ भने पनि धेरै कुरा थाहा हुन्छ। जुन दिन तपाईँ मजाले सुत्नु भएको छ त्यो दिन तपाईँको सुगर कन्ट्रोलमा आउँछ। जुन दिन सुत्नु भएको छैन भोलिपल्टको सुगर हेर्नुहोस् हाई आउँछ। त्यही भएर मैले बिरामीलाई भन्छु, औषधि, खानपान, एक्सर्साइज भन्दा पनि ठुलो कुरो भनेको मानसिक तनाव हो। तपाईँ सुत्नु भएको छैन भने तपाईँको सुगर कहिले पनि घट्दैन। ओके, रक्सी पिउन मिल्छ कि मिल्दैन, कति मात्रामा र चुरोटले के असर गर्छ भन्नुभएको छ। जाँड, रक्सी, चुरोट, सुर्ती, तमाखु यी कुराहरू चाहिँ हामी चिकित्सकले तपाईँलाई खानु भनेर कहिल्यै पनि भन्दैनौँ। यो कुरा तपाईँले आफैले ख्याल गरेर नखाएको राम्रो, बानी लाग्यो भन्ने होइन। तपाईँले पहिला नजानेर बानी लाग्यो, अब जानेर छोड्नुपर्छ। भोलिको दिनमा गएर त्यही चुरोट, रक्सी, सुर्ती जाने पदार्थले तपाईँलाई सुगर मात्र बढाउने होइन, तपाईँको रगत बग्ने नलीलाई खुम्चाइदिन्छ, त्यहाँभित्र कोलेस्ट्रोल लेभल हाई हुन्छ, किडनीको समस्या, आँखाको समस्या, मुटुको समस्या, खुट्टाको नसाहरू सुकेर जान्छ, खुट्टाहरू कालो हुनसक्छ, घाउहरू आउनसक्छ। यो सबै कुराहरू गर्ने चाहिँ जाँड, रक्सी, चुरो सुर्तीले हो र क्यान्सर जस्ता रोगहरू पनि लाग्न सक्छ। त्यही भएर रोगमाथि रोग थप्ने काम कहिले पनि नगर्नुहोस्। आफूले आफूलाई स्वस्थ राख्नुहोस्। यी बानी बेहोराहरू छन् भने छोड्नु होला है त। अर्को कुरा, प्रेग्नेन्सीको अवस्थामा सुगर आयो भने पछि निको हुन्छ भन्नुभएको छ। गर्भवती हुनुभन्दा पहिला सुगर थिएन, गर्भवती भइसकेपछि जुनै पनि बेला सुगर नाप्दाखेरि सुगर हाई छ भने त्यसलाई हामी जेस्टेसनल डायबिटिज, हाइपरग्लाइसिमिया इन प्रेग्नेन्सी भनिन्छ। गर्भवती अवस्थामा देखिने जिडिएम भनिन्छ। यो तपाईँले देखेपछि तपाईँको खानपान बार्ने, आफूलाई स्ट्रेस लेभल घटाउने, हल्का किसिमको एक्सर्साइज गर्ने र चिकित्सकको सल्लाह अनुसार मेटफर्मिन अथवा इन्सुलिन लगाउन मिल्छ। गर्भवती भइसकेपछि पनि तपाईँलाई यो औषधिहरू बन्द हुनसक्छ, तर नेपाली समाजमा खानपान, तपाईँलाई सुत्केरीको स्याहार गर्ने तरिका, मोटोपन, चिल्लो, मासु, गुलियो होइन, धेरै आराम हुन्छ, धेरै निन्द्रा पनि लाग्दैन र तपाईँलाई रातिको निन्द्रा नपुग्ने भएको हुनाले पनि तपाईँको सुगर बढ्न सक्छ। त्यही भएर गर्भवती भइसकेपछि पनि, डेलिभरी भइसकेपछि पनि सुगर चेक गर्न एकदमै इम्पोर्टेन्ट छ। याद गर्नुहोस्, गर्भवती अवस्थामा देखिएको सुगर भोलिको दिनमा देखिन सक्छ। ओके, अर्को अलिकति राम्रो आछ, सस्तो औषधि के छ, सरकारी अस्पतालमा पाइन्छ कि पाइँदैन र लाइफ लङ ट्रिटमेन्ट अफोर्ड कसरी गर्ने? पक्कै पनि औषधि एकदमै महँगो छ। कोही कोही बेला तपाईँसँग इन्सुरेन्स गर्नुभएको छ भने, बिमा गर्नुभएको छ भने सरकारी औषधि, सरकारी अस्पतालहरूमा, वडा कार्यालयहरूमा, तपाईँको पिएचसीहरूमा विभिन्न किसिमको औषधिहरू पाइन्छन्, राम्रै किसिमको औषधिहरू पाइन्छन्। चिकित्सकलाई ल्याएर जहिले पनि तपाईँले देखाउनुपर्छ र सस्तो औषधि भन्दा पनि मिलाएर दिने हो। तपाईँलाई सुगरको हुनसक्छ, मुटुको हुनसक्छ, मृगौलाको हुनसक्छ, यो सबै कुराहरू मिलाएर तपाईँले औषधि खानुपर्छ। अब सस्तो भनेको त औषधि किन्नै परेन भने त सस्तो, तपाईँलाई हिँड्नलाई पैसा लाग्दैन, खुसी हुनलाई पैसा लाग्दैन, आफ्नो परिवारसँग मजाले बसेर गफ गर्नलाई पैसा लाग्दैन। यो किसिमको वातावरण तपाईँले एकदमै मिलाउनुपर्छ। त्यही भएर सस्तो भन्दा पनि राम्रो हुनु पर्यो। राम्रो मात्र खोजेर नि भएन, सस्तो पनि हुनु पर्यो। सायद यो अब हामीले सरकारी लेभलबाटै यसको कुराहरू गर्नुपर्छ। बिरामीलाई चाहिँ सस्तो, राम्रो, सुलभ उपचार दिने
सरकारको एउटा कर्तव्य पनि हो। अब यो डक्टरलाई भेट्ने समय मान्छे अब मधुमेहको डक्टरलाई मात्र भेटेर हुन्छ कि अरूलाई पनि भेट्नुपर्छ भनेर यहाँनिर लेख्नुभएको छ। तपाईँलाई मधुमेह लागिसकेपछि एटलिस्ट पनि वर्षमा एकपटक आँखा सम्बन्धीको डाक्टर साहबलाई, मुटु मृगोला सम्बन्धीको डाक्टर साहबलाई, खुट्टाको डाक्टर साहबलाई, नसाको डाक्टर साहबलाई भेट्न एकदमै जरुरी छ। तपाईँले भेट्नै पर्छ। तपाईँको खुट्टाहरू पोल्न सक्छ, खुट्टामा घाउहरू आउन सक्छ, आँखा धमिलो हुनसक्छ, आँखा खोलेर हेर्दाखेरि कालो 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 किसिमको दागहरू आउन सक्छ र खुट्टाहरूमा घाउहरू आउने, तपाईँको यौन इच्छा एकदमै कम भएर जाने, पिसाब गर्ने ठाउँमा घाउ खटेराहरू आउन सक्छ, दिशा गर्ने ठाउँमा घाउ खटेराहरू आउन सक्छ, यो छालाहरू पातलो भएर जाने, चिलाउने, शरीर चिलाउने, कपालहरू झर्ने, लल्यालु हुने, यी किसिमका समस्याहरू आउन सक्छ। किडनीमा समस्या, पिसाबमा तपाईँको फिज बग्न सक्छ हैन, अनि घाउहरू ढिलो निको हुन सक्छ। सबै कुराहरू भनेको कम्प्लिकेसन हो। त्यही भएर कम्प्लिकेसनबाट जोगिनुपर्छ। हामीले तपाईँलाई नर्मल मान्छेलाई प्री डायबिटिज, मधुमेह हुनुभन्दा अगाडिको सिचुएसनबाट जोगाउनुपर्छ। प्री डायबिटिज भइसकेका मान्छेहरूलाई डायबिटिज हुनु भएन, डायबिटिज भइसकेका मान्छेहरूलाई चाहिँ कम्प्लिकेसन आउनु भएन। यही नै हाम्रो उद्देश्य हो। धेरै औषधिहरू छ, यहाँ औषधिहरू सुझावहरू आएका छन्। औषधि बन्द गरेर प्राकृतिक उपचार गर्न मिल्छ भन्नुहुन्छ, यो दुईटै तपाईँले ह्यान्ड इन ह्यान्ड गर्नुभयो भने एकदम राम्रो हुन्छ। एउटालाई मात्र अपनाएर तपाईँको मन शान्त छैन भने अर्को पनि गर्न मिल्छ। तर यो कुरा तपाईँले आफ्नो चिकित्सकलाई चाहिँ बताउनुपर्छ, डाक्टर साहब मैले अरू पनि उपचार गरिरहेको छु, प्राकृतिक उपचार पनि छ मेरो भनेर एकचोटि सल्लाह चाहिँ लिनैपर्छ। ओके, रक्सी पिन मिल्छ कि मिल्दैन कुरा आइसक्यो। कति मात्रामा नि आइसक्यो। चुरोटले असर गर्छ भन्नुभएको छ। सबै कुराले असर गर्छ। जहाँ रक्सी, चुरोट, सुती खान मिल्दैन। सुगरलाई मात्र होइन, यसले तपाईँको दिनमा भोलि कसै गरेर फोक्सोमा, कलेजोमा, मुटुमा, आन्द्रामा सबै कुरामा असर गर्ने भएको यो चिजहरूलाई चाहिँ तपाईँले आजको दिनमा छोड्नुपर्छ। ओके, यस्तै गरी तपाईँसँग विभिन्न किसिमका प्रश्नहरू छन् भने कृपया एउटा टेक्स्ट गर्नुहोस्, मेसेज गर्नुहोस्। त्यही प्रश्नको आधारमा फेरि पनि हाम्रो भेट अवश्य हुने नै छ।